साथीहरू, हर्क साम्पाङ सरले चाहिँ अस्ति पहिलो सदनको पहिलो बैठकमा चाहिँ एकदमै राम्रो कुराहरू राख्नु भएको छ। आफ्नो लागि अलिकति पनि समय खर्च नगरिकन र कसैको लागि होइन, कसैलाई चाहिँ होइन तपाईँ हजुर भनेर सम्बोधन गरेर माथि नउठाइकन जनताको आवाजलाई चाहिँ माथि राखेर चाहिँ उहाँले जुन प्रकारको कुराहरू राख्नुभयो, जनताका आवाजहरू राख्नुभयो, त्यसले चाहिँ थप जनतामाझमा चाहिँ एक किसिमको आशा प्लस जनताको मन जित्न अझै सफल हुनुभएको छ। हुन त उहाँले जनताको मन जित्नको लागि त त्यो कुराहरू राख्नुभएको होइन, तर उहाँले जुन कुरा बोल्नु भएको थियो पहिला चुनावमा होइन, चुनावमा जाँदाखेरि पनि म चाहिँ जनताको आवाज बोल्छु है, तपाईँहरूको दुःख के छ, तपाईँहरूको समस्या के छ, म सदनमा गएर चाहिँ त्यो कुराहरू बोल्छु भनेर जुन उहाँले बाचा गर्नुभएको थियो त्यो चाहिँ पुरा गर्नुभयो। र साँच्चै नै हर्क साम्पाङ चाहिँ एउटा नेता चाहिँ जनताको नेता हो क्या, त्यसरी हामीले होइन चिन्छौँ। र उहाँले आफ्नो कुराहरू कस्तो मजाले सरर राख्नुभयो होइन, आफू चाहिँ होइन के गरिरहेको छु, कसो गरिरहेको छु, म चाहिँ कति स्ट्रगलले आएको यो ठाउँमा भन्नुभन्दा पनि त्यो कुरालाई प्रायोरिटी नराखिकन चाहिँ जनताको समस्यालाई चाहिँ प्रायोरिटी राख्नुभयो र समयको कुरा निकाल्नुभयो सबैभन्दा पहिलो कुरा होइन। अनि पहिलो शपथ ग्रहणमा चाहिँ हामीले कति समय खर्च गरेको थियौँ र अहिले होइन संसदको बैठकमा हामीले कति समय खर्च गरेको छौँ भनेर एक उहाँले चाहिँ होइन टिपोट गरेर चाहिँ उहाँले त्यो कुराहरू पनि राख्नुभयो। साँच्चै नै भन्नुपर्दा हामी नेपालीहरू समय एकदमै ख्याल गर्दैनौँ होइन, त्यो कुरामा चाहिँ एकदमै चासोको विषय भएको कुराहरू राख्दै चाहिँ अनि एमसिसी खारेजदेखि लिएर शिक्षा क्षेत्रमा चाहिँ ठुलो आमूल परिवर्तन हुनुपर्छ होइन, अनि जनताको घरबास उठीबास गर्नु हुँदैन, सुकुम्बासीलाई न्याय दिनुपर्छ भन्ने कुराहरू, सुकुम्बासीको मुद्दाहरू, अनि त्यस पछाडि लिएर जति पनि यो भदौ 23 र 24को घटना थियो त्योलाई लिएर दुवै पक्षलाई होइन, एउटा पक्षलाई मात्रै नभएर चाहिँ गोली हान्न आदेश दिनेलाई मात्र नभएर चाहिँ त्यहाँनिर त्यो आन्दोलनमा उकास्नको लागि होइन, स्कुल ड्रेसमा चाहिँ त्यो अबोध बालकहरूलाई जानको लागि कसले उच्कायो, त्यो मान्छेहरू सबैजनालाई चाहिँ छानबिन होस् भनेर उहाँले कुराहरू उठाउनु भएको थियो। त्यो एकदमै सही हो र त्यो हुन पनि पर्छ। एउटालाई मात्रै कानुन लाग्ने होइन कि सबैजनालाई कानुन लाग्नुपर्छ भन्ने कुराहरू एकदमै राम्रो थियो। अनि त्यस पछाडि कृषि क्षेत्रमा राम्रो कृषि उत्पादनको लागि कुराहरू उठाउनु भयो होइन, कृषि क्षेत्रमा चाहिँ कसरी कृषि गर्न सकिन्छ त्यसलाई पहिचान गरी कृषि क्षेत्रहरूलाई चाहिँ विकास कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि राख्नु भएको थियो। र अर्को कुरा भनेको प्रत्येक घरमा चाहिँ एकजना व्यक्ति चाहिँ रोजगारी हुनुपर्छ भन्ने कुराहरू ल्याउनु भएको थियो, राख्नु भएको थियो, एकदमै राम्रो कुरा हो त्यो। अनि अर्को कुरा भनेको औद्योगिक क्षेत्रहरूको कुराहरू पनि निकाल्नु भएको थियो। नेपालमा उद्योग धन्दा कम छ, सबै विदेशबाट ल्याउने खाने प्रयोग गर्ने, तर आफ्नै ठाउँमा आफ्नै नेपालमै चाहिँ उत्पादन हुनुपर्छ भन्ने कुराहरू, सीमा क्षेत्रको कुराहरू भयो, सबै कुराहरू एकदमै राम्रो तरिकाले भन्नुभएको थियो। उहाँको समय थोरै थियो तैपनि उहाँले आफ्नो लागि चाहिँ समय खर्च नगरिकन जनताको लागि चाहिँ जनताको आवाज बोल्नुभयो। त्यो कुरा चाहिँ एकदमै त्यो कुराले चाहिँ एकदमै हामी सबैको मन छोएको छ। र विरोध नगरौँ, उहाँलाई भन्नुहुन्छ तपाईँले धेरै बोलो भन्नुहुन्छ, देख्नुभयो त धेरै बोल्ने मान्छेले चाहिँ कस्तो काम गर्दो रहेछ भन्ने कुरा, धेरै बोलो भन्नुहुन्छ तर सही बोल्नुहुन्छ क्या उहाँले, धेरै बोलेको भन्दा नि सही बोल्नुहुन्छ भनेर यसरी चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ। उहाँले धेरै बोल्ने होइन, सही कुरा बोल्ने र जनताको आवाज बोल्ने नेता हुनुहुन्छ, त्यसरी चिन्नुपर्छ हामीले भन्न चाहन्छु। र उहाँको कार्यको लागि सबैजना एकजुट हौँ र उहाँले जति पनि गर्नुभएको मुद्दाहरू उठाउनु भएको उहाँको व्यक्तिगत मुद्दा होइन, यो चाहिँ जनताको आवाज हो, जनताको मुद्दा भएको कारणले सबैले उहाँलाई सपोर्ट गरौँ र सबैजना मिलेर चाहिँ देश बनाऊ बचाऊ भन्न चाहन्छु। थ्याङ्क यू सो मच। जय माटो जय